छैन भनेर उसो फेरि आयो अनि गुड मर्निङ साथीहरू फ्रम इलाम। हामी अहिले इलाममा छौँ। हिजोको ब्लग हेरेर पनि थाहा पाइसक्नुभयो होला होइन। तर हिजोको यस्तो भयो, म हल्दी मेहन्दीहरूको पनि अब त्यहाँ के भन्छ हाल्छु भनेको थिएँ, अलिअलि थोरै गरेर लाइन नभएर मोबाइल चार्ज थिएन अनि छैन, मोबाइल अफ भयो। यहाँनिर बिहान 7 बजीदेखि गएको अरे, एकैचोटि बेलुका 9 बजे 9:30 बजे आएको अनि लाइन आएको थियो क्या। अनि त्यही भएर केही बनाउनु पनि पाइएन। अनि हामी बेघरबाट यता माथि त्यहाँ बस्ने धेरै हुन्थ्यो क्या। अनि त्यही भएर हामी चाहिँ यहाँ अलिक माथि आएर हामी यहाँ बसेको थियौँ। राति 9 बजीतिर 10 बजीतिर सुतेको थियौँ। अनि यतिखेर उठ्दैछौँ, जिउ यस्तो दुखेको रहेछ। अनि उठेर 8 बजीतिर बेहुला आउँछ भनेर जाम भन्ने हुन्छ। अनि मैले भिडियो चाहिँ स्टार्ट गरिहालेको। अनि अब यहाँनिरको फुलहरू पनि राम्रो रहेछ क्या। अनि यो फुलहरू पनि अलिअलि देखाउँछु यो घरमा भनेर अनि स्टार्ट गरेको। हिजोको भिडियो त्यस्तै भयो, त्यहाँ इन्ड गरेँ अनि स्टार्ट गर्छु होला भनेको त भएर त लाइन छैन, मोबाइल अफ भइहाल्यो क्या। अनि गर्न पनि पाइनँ। अब त्यस्तै भयो नि। मेहन्दीको चाहिँ गर्नु पाएको भए हुन्थ्यो, भनेको त मोबाइलै अफ भयो सबैको त अलिअलि गर्थ्यो अरूकोबाट पनि। त्यही भएर हो अब फुलहरू चाहिँ यस्तो राम्रो नि। हामी चाहिँ अब यहाँबाट घरबाट निस्केर हामी गइसक्यौँ बेघरमा। सबैजना खोरपाखरी हुँदै जाँदैछौँ। नभए चाहिँ अगाडि जाँदै हुन्छ, हामी चाहिँ ढिलो हुन्छ पछाडि मलाई सजिलो हुन्छ क्या। साथीहरू यहाँनिर चाहिँ यो मन्दिर इलामको रहेछ। यहाँ पनि एकचोटि दर्शन गर्न आउने भनेको, अब हेरौँ के हुन्छ। अनि यहाँ चाहिँ अहिले बिहानको नजरियाहरू यस्तो राम्रो डाँडाकाँडा देखिँदैछ वरिपरि। यस्तो यो फुलहरू चाहिँ मलाई अरूभन्दा पनि फुलहरू चाहिँ यति राम्रो लाग्यो क्या। सबैतिर कस्तो राम्रो रहेछ। अरू चाहिँ सबै वहाँ फर्किसक्यो। म चाहिँ अलिकति भिडियो बनाउँदै थिएँ भनेर अनि एकछिन परे बसेँ। अनि त्यही हो साथीहरू, अब बल्ल आएको। म त यता भिडियो बनाएको बाँसहरू धेरै छक्क परेछ। कत्रो क्या यो फोटोमा भिडियोमा चाहिँ सानो देखिन्छ होला, तर रियलमा चाहिँ कत्रो क्या। जे चिज पनि सप्रेको यहाँनिर। तर यहाँनिर चाहिँ प्राय इलाम भनेर यहाँ चियाबारीहरू चाहिँ खासै नरहेछ क्या। उयो तल हिजोको भिडियोमा अलिकति रहेछ बनाएको थिएँ, नत्र भने यहाँ प्रायः रहेछ। अब यहाँ माथि यो मन्दिरमाथि लाली गुराँसहरू पनि छ अरे। अनि अब त्यहाँ मन्दिर गयो भने त्यसको पनि भिडियो बनाउनु पर्यो भन्दैछु। सबजना मलाई छोडेर गइसक्यो। यहाँनिर छिटो जाँदैछु। यहाँको अब अघि हिजो बेलुका आउँदा चाहिँ स्याहाको दिएको, अहिले चाहिँ अब ओह्रालो पर्छ नि त, त्यही पनि अलिकति उकालो रहेछ। अनि सबजना ढिलो भयो भन्दै हुन्छ। 8 बजी बेहुला आइपुग्ने अरे। अनि अब हामी तल गएर छिटो लुगाहरू लगाइगरी बस्नुपर्ने हुन्छ। अब धेरै तल पुग्न आँटिसक्यो। यहाँ चाहिँ एकदम चिसो क्या, तर जतिखेर पनि यस्तै हुन्छ अरे। अब यो घाम लाग्यो नि, अब एकछिनमा चिसो सिरोटीहरू आइराख्ने, चिसो सिरोटीहरू आउने, एकछिनमा घाम लाग्ने, पानी पर्ला जस्तो हुने,
पुरै हावा पनि पुरै चिसो मुटुमै गाडिने जस्तो हुँदो रहेछ क्या यहाँनिर एकदम राम्रो बस्नुलाई चाहिँ एकदम राम्रो हामी जस्तो पूर्वको उता तलको मान्छेलाई त गर्मीको मान्छेलाई रेडी हुँदैछौँ कोही यता मेकअप गर्दै कोही यता सुती हल्का फुल्का रेडी हुँदैछ रेडी भइसकेको हुन्छ ब्रस उहाँ माथि कता थियो अघि हामी अब रेडी हुँदैछौँ गोरी न गोरी भएर मुख राख्यो मेरो हालत यहाँ हेर्नु फाइनल्ली यस्तो भइसक्यो सिम्पल हल्का फुल्का गरेको अनि छिटो गर्ने भएको अरूलाई पनि गरिदिनु थाल्यो अलिअलि अनि मेरो चेस्ट साँझको कस्तो लाग्यो फेरि गीत सुनेर हेर्न अब गीत कत्रो बजिरहेको छ भिडियो माहौल पनि छैन होइन त्यही भएर बनाइरहेको छु अलिअलि कस्तो हुन्छ के हुन्छ अब बेहुलीसँग पनि एक दुईवटा फोटो खिच्ने गर्ने हेर्दै गर्नु होला है त बेहुलाहरू आउँदै हुन्छ उहाँहरू स्वागत गर्नको लागि हामी यहाँ तयारी भएर बसेका छौँ अब हामी पनि अलिकति फोटोसोटो खिच्नु रेडी सेडी भएर एक दुईवटा फोटोहरू खिच्यो अरे आइसकेको छु अनि अब एक दुईवटा उता बाटो फोटो खिच्ने अरे अनि पनि खाएको बेहुलीको फुपू बेहुला भन्नु लाग्यो बेहुलीको फुपू म हेलो बेहुलीको फुपू हेलो बेहुलीको दिदी दिदी बेहुलीको काका माइलो काका म नातिनीको बेमाको ल अब हामी चाहिँ यहाँनिर खाजाको लागि के हो यो चटपट खाँदैछौँ भोक लाग्यो भनेर अब पुलाउ सुलाउ अब लाइन फेरि गइसक्यो कि यहाँनिर लाइन गयो अरे यहाँ कति धेरै लाइन जाँदो रहेछ क्या यहाँ फोटोहरू भिडियोहरू बनाउनु टिकटकहरू भनेको त्यही लाइन गयो अरे अनि अब थोरै मोबाइल चार्ज बचाउँदै भिडियो गर्नुपर्ने छ अनि अब अहिलेखेरि चाहिँ हामी बेहुलाहरू आएको छैन चटपटहरू भोक लाग्यो भनेर खाने रहेछ तपाईँ साथीहरू बल्ल आइपुग्नु भयो यो कस्तो भयो भन्दाखेरि चाहिँ 8 बजी आइपुग्ने भनेर हामी त्यही अनुसारको प्रिपेयर भएर यहाँ घर यता बेहुलीपट्टिको सबै त्यसरी नै रेडी भएर बस्नु भएको थियो तर खोइ किन हो बाटो बिग्रेर हो कि किन यति ढिलो आउनुभएको थियो बेहुलाहरू अनि फिक्कल छिटो बे गरेर फिक्कल थियो नि त बेहुलाको घर अनि जानको लागि ढिलो हुन्छ भनेर छिटो आउनु भनेर भनिराख्नु भएको थियो तर पानी परेको कारणले हो कि खोइ किन ढिलो आउनुभयो होइन अनि यतापट्टि आइसकेपछि चाहिँ यो हाम्रोतिर चाहिँ म अचम्म लाग्यो क्या हाम्रोतिर चाहिँ यस्तो हुँदैन थियो यहाँ चाहिँ यस्तो हुँदो रहेछ यो चाहिँ के गर्नुभयो भन्दाखेरि चाहिँ त्यो बेहुलीहरू निस्किनुहुन्छ नि गणेश कलशहरू लिएर तर यो अगाडि बाहिर छोपे यो छेकेर बस्ने मान्छे चाहिँ बेहुलापट्टिको हुन्छ होइन भित्र चाहिँ बेहुलीपट्टिको हुनुहुन्छ यस्तो चाहिँ हाम्रोतिर देखेको थिइनँ यो चाहिँ कस्तो हुँदो रहेछ भने बेहुलापट्टिबाट आइसक्नु भएपछि यो छेकेर राजी कि बिराजी भनेर समथिङ जस्तै सोध्नु हुँदो रहेछ अनि बेहुलीपट्टिबाट राजी भनिसकेपछि मात्रै हो त निकालेर गणेश कलशहरू निकाल्ने हुनुहुँदो रहेछ क्या यतातिरको चलन चाहिँ यस्तो रहेछ हाम्रोतिर चाहिँ यस्तो मैले देखेको थिइनँ भाउ हुन्छ कि खोइ मैले अहिलेसम्म बेगमा गएसम्म यस्तो मैले देखेको थिइनँ क्या यहाँनिर चाहिँ यस्तो हुँदो रहेछ क्या यो चाहिँ अलिक डिफ्रेन्ट टाइपको रहेछ हाम्रो भन्दा चाहिँ अरू चाहिँ सेम नै हो यिनीहरू चाहिँ अलिक डिफ्रेन्ट रहेछ नि राजी भनिसकेपछि यसरी खोलेर त्यो गणेश कलशहरू यसरी निकाल्नु हुँदो रहेछ यहाँनिर चाहिँ सबैजना यसरी निस्किनु हुँदो रहेछ अनि मलाई चाहिँ यस्तो थाहा थिएन
थाहा नभएको कुराहरू अलिकति देखाइहालेँ भिडियो गरिहालेँ भनौँ न। हातमा I'm all about words, but it sounds like you're envisioning an instrumental piece that truly captures a calm, beachy ambience. Since this one's not about lyrics, I'd suggest imagining soft finger picking. साथीहरू यहाँ चाहिँ बाटो देखाउनु कस्तो छ बाटो बाटो यस्तो भिरालोबाट झर्नुपर्ने छ कि अनि यस्तो गाह्रो भइरहेछ। अब हामी के गर्नु जानेको हामी खाना भोक लाग्यो बिहान चाहिँ 12 बजीसम्म चटपटे मात्रै खाएको नि त अनि त्यही भएर अब अलिकति हामी अब केही खाने भनेर हिँडेको जाम के पाकेको छ हेर्ने खाने। यहाँ चाहिँ यस्तो भिडमा हुँदो रहेछ यताबाट झर्नु पनि गाह्रो यता तल कस्तो खाने ठाउँ यतानिर छ माथि भयो भनेपछि यता तल छ। ल हाम्रो चाहिँ अब यहाँनिर खानाहरू आइसकेको छ। पुलाउ पुन्या कटर आलु मटरहरू अलिअलि मिक्स गर्छ अचार यो पनिर यो मिक्स भएको छ नि काँक्रा छ सलादहरू भइहाल्यो। अब अरू के आउँछ हेर्दै गरौँ। अब हामी चाहिँ खाने भोक लागिरहेको छ नि त भोक लागेको छ नि एकदम धेरै भोक लागेको छ। अब हामी खाने सलादबाट लिन्छु। ल साथीहरू ए हुन्छ कस्तो भइरहेछ खाना? एकदम मिठो के थपौँ अब? भयो हामीले थपिहरू पुगिसकेको आउँछ ढुक्क भयो। ओके एकदम मिठो छ है साथीहरू छोडिदिएको यति चाहिँ मिठो छ नि छोडिदिएको देखेर थाहा पाइहाल्नु बुझिसक्छ थाहा पाइहाल्नु भयो अब भन्नु त परिहाल्यो। यहाँ चाहिँ हाम्रो सानी बुनी पनि खाँदैछिन् अनि हामीलाई चाहिँ भयो अब माया जतो रिमा खाली मिसाको
सुरु गरौँ यासा वेदमुखी सदा रणमुखी चिन्तेश्वर निद्रामुखी यासान वेदधरे सदा गुणकरी विद्याधरी शङ्करी गौरी पीन पयोकरी जयकरी शान्तिकरी सुन्दरी व्युत्पत्तिस्थित संहृतिस्तयकरी सा चण्डिका पातु वः उहाँलाई चढाउनु ओम स्वस्ति प्रजापते कन्यायां प्रतिगृह्णामि बजाउने तयार हुनुहुन्छ कविता तयार हुनुहुन्छ तयार बजाउन लाउनु तयार हुनुहुन्छ बाजा बजाउने गुरुजीहरु तयार हुनुहुन्छ ल शुभ लगन बोलाउँ त आज मिति 2082 साल वैशाख महिनाको 28 गते रविबारका दिन गर्दै जाँदा भन्दै जाँदा हाम्रो यही समयमा शुभ लगन शुभ मुहूर्त भएको छ शुभ लगन बोलाउँ त ल शुभ लगन बोलाउँ त शुभ लगन भो शुभ लगन विद्यावलं दैवबलं तदेव लक्ष्मीपते गृहं स्मरामि सिन्दूर लाउने है त ओम महामङ्गलम भगवान् पुण्यमा लाउनु पर्छ मङ्गलम गरुडध्वज मङ्गलम निरीकाक्ष एकचोटि यज्ञको फेरि घुम्नु नभवानी योगदानम योगक्षेम महाम्यम सकल कल्याण बुढियाउलाले ईश्वरी सकल कल्याण भादरम नित्यं प्रदामि शरणं हरिमन् ओम मंगलम भगवान विष्णु मंगलम मंगलाय तनो हरि साथ लाग्यो गुरुजी को हात उठै दिनु पर्यो ल ल यो हात अब गर्दिनु के ल रेडी ल सामने पारे यहाँ चाहिँ हामी पानी परेर सबैजना जाडो भएर वहाँ चिया खानलाई एकै ठाउँमा कुनामा बसेर यति धेरै पानी पर्ने रहेछ नि त्यहाँनिर चाहिँ कस्तो हुन्छ भने दिउँसो घाम लाग्यो भने बेलुका पानी परिहाल्ने के परिहाल्ने गर्मी चाहिँ कहिले नहुने दिउँसो एकछिन भयो भने अनि हामी चाहिँ यहाँनिर सबैजना चिया खानलाई बस्दैछौँ पानी यस्तो परेको छ नाच्ने ठाउँ पनि नभएर हेर्नु न जन्तीपट्टिको आएर भित्रपट्टि नाच्दै हुन्छ यस्तो धेरै उसे एकैछिनमा लाग्ने कालो मैलो भएर हामी चाहिँ अनि यहाँभित्र बसेको पानी धेरै धेरै परेर हिलो हिँड्न नसकेर यत्तिकै भित्र बसिरहेको छौँ हामी चाहिँ यहाँनिर कामदै बसिरहेको छौँ खोल्ने भनेर राम्रोसँग भिडियो पनि गर्न पाइएन अब अन्न आउने बेला भइसक्यो जाँदै हुनुहुन्छ बेहुली लिएर अब मैले सक्नु भयो अरे अब यहाँ यो पानी परेर राम्रोसँग भिडियोहरू पनि कस्तो लिन गएको छैन
कस्तो पानी परेर चिसो गरेर त्यस्तै होस् एकैचोटि आयो अनि अलिक टाढा लानुपर्ने छ अरे अनि बाटो त्यस्तै छ त्यही भएर अलिक छिटो लगाएर अनि मान्नु भएको यहाँ चाहिँ बेहुलाहरू जाँदै हुन्छ जन्तीहरू जाँदै हुन्छ यसरी हिलोमा लिचिङ गर्दै लड्नुलाई यस्तो पानी परेर छ हुस्से लागिरहेछ आउनु नै हुँदैन भोलि नि यसो गर्दै उनीहरू मिल्छन् होइन हामी चाहिँ आँसु किन झार्नु आमा नि झार्नुहुन्न ल बाई बाई सबै जान्नेहरूलाई लु लु तिमी हेर्नु खुसी न बाई बाई भन्नु ल लु बाई बाई राम्ररी जानु खाली गर्नु गरी खाली यहाँनिर चाहिँ बिहे सकेर पानी परेर आगो ताप्दैछु जाडोबाट सबैजना यहाँ जेठमा हेर्नु त हाम्रोतिर कस्तो छ यहाँ हेर्नु जाडोले हाम्रोलाई त्यस्तो छ यस्तो छ हालत सबैजनाको साथीहरू हामी चाहिँ घर जानेको तयारी हेर्नु ल एक गाडी भन्दा पनि बढी छु मेरो नि सबैजना आज फर्किनु पर्ने एउटा गाडी पनि अट्दैन होला यो मान्छे हेर्नु कति मान्छे हुन्छ यहाँ साथीहरू हेर्नु हुस्से लागेर जाने बाटो केही देखेको छैन यस्तो साह्रो हुस्से लागिरहेछ यहाँ हेर्न सक्नुहुन्छ मलाई चाहिँ प्रायः गर्मी नै हुँदैन अरे हौ जाडो मात्रै यतिको अलिअलि घाम लाग्छ फेरि एकछिनमा हुस्से लागेर पानी पर्छ अघि पनि त्यो शीतलहर जस्तो बिहान परिरहेको थियो अहिले नि हुस्से आउँदैछ हुस्सेहरू यहाँनिर चाहिँ यस्तो भिड छ हेर्नु होला उभिएर पनि एकदम
वहाँदेखि नै भेट्छ। गाडीले तान्न छोडिसक्यो अति हाल्न छोड्दै बिजोक रमाइलो भयो फेरि यहाँ चाहिँ घाम लाग्न थाल्यो है। यहाँ चाहिँ बाटो यस्तो हिलो रहेछ हिजोको पानीले गर्दाखेरि होला। हेर्नु न यस्तो राम्रो यस्तो राम्रो हेर्नु न यहाँनिर घामले देख्दैन ल यहाँ चाहिँ। चिप्लेर उतै पुग्यो त यति धेरै मान्छे छ अनि चिप्लो भएर होला हेर्नु यस्तो भएर चिप्लेर यहाँबाट गाडी यहाँ पुग्यो। अब सबै झर्ने अरे यहाँ झरौँ न अगाडि त दहने रहेछ त गाडी फसेर यहाँनिर चाहिँ आधी मान्छे आधी भन्दा पनि अगाडि अलिकति झर्नु भयो अरू यत्तिकै झरेर यहाँ कति मान्छे हालेको छ। सबै मान्छे यहाँ न उससे आयो कहीँ नभएर उससे फेरि आयो हेर्नु न उससे आयो फेरि अँध्यारो हुन थाल्यो। यता यस्तो भइसकेको रहेछ यहाँ उससे फेरि आयो कतै नभएर उडाएर हेर्नु न यहाँ गाडी सबै फसेछ यहाँनिर हिलोले हिचोकिचोले खोइ कहाँ खन्दैछन् ए यहाँनिर ढुङ्गासुङ्गा सबै झरेछ यहाँ माथिबाट सबैको बिजोक भयो बिजोक भयो सबैको नझर्नु अरे हामीलाई गाडी जाँदैन अरे मान्छे भएन भने पनि झार्न दिँदैन हाम्रो ध्यानको माया छ के गर्नु यहाँ हाँस्दै बस्छ होइन सबैजना यता झर्न पनि दिँदैन झर्नु नझर्नु अरे उभिएको अलिअलि झर्नु भयो अरू उभिएको यतै हुनुहुन्छ अनि यता बाहिर पनि हुनुहुन्छ। साथीहरू यो चाहिँ नेक्स्ट डे भोलिपल्ट भयो अनि आज बिहानै उठ्यौँ हामी यहाँ सबैजना रेडी भयौँ घर जानको लागि। आजको मौसम हेर्न सक्नुहुन्छ यस्तो हुस्से लागेको छ हेर्नु बिहान बिहानै पानी शीतलहर जस्तो परिरहेको छ क्या। अनि हामी चाहिँ सबैजना अब आज फर्किने भनेर रेडी भयौँ। यो चाहिँ बेगरको यहाँ मैले देखाएँ कि देखाइनँ यतातिरको गेट चाहिँ यो के को धुपी हो के हो यो सल्लाहको अरे यो सल्लाहको गेट हुँदो रहेछ। अनि हामी चाहिँ अब यता एक दुईजना मान्छे पर्खिँदै हामी अब बिहानै अब चियासियाहरू खाएर बिदा हुन लागेको। अनि आज चाहिँ हिजोको राति चाहिँ अब त्यति धेरै भिडियो बनाएन यतिकै नेट आयो भने नेटहरू चलाउन थाल्यौँ अनि त्यतिकै भिडियोमा भन्दा पनि धेरै हामीले रमाइलो गऱ्यौँ बाहिरतिर। अनि त्यही भएर अब धेरै चाहिँ भिडियो बनाइनँ होला मैले अब कति के बनाएँ हेरिदिनु होला इन्जोय गर्नु होला। पाहाडको बे यस्तै हुँदो रहेछ यस्तो मौसम छ अब झापामा पुगेपछि हालत के होला गर्मी। यहाँ चाहिँ यस्तो मौसम राम्रो छ हेर्नु नै बसिरहनु जस्तो। बिहान त तुसारोहरू लागिरहेको थियो क्या बिहान उठ्छु 5 बजी उठाउनु भयो आज 7 बजी यिनीहरू गाडी आउँछ अरे नि त। यतातिर चाहिँ फेरि यस्तो बाटोहरू यो ओह्रालो छ क्या क्यामेरामा त त्यस्तो देखेको छैन। अनि यता उकालो बाटोहरू यस्तै रहेछ यतातिर चाहिँ अलिक बिग्रेकै टाइपको रहेछ। अनि अब के कस्तो लाग्यो भिडियो हेरिदिनु होला माया गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यहीँ गरिदिन्छु। अब उतापट्टि गएको त अस्ति आएकै भिडियोमा भइहाल्यो त्यही भएर अब डाइरेक्ट घरै जान्छौँ हामी बहिनी र म। हामी धेरैजना हुन्छौँ अब कतिजना गाडीमा हुन्छौँ अलिअलि गाडीको फिल भयो भने बिचमा अब नेक्स्ट ब्लगमा भेटौँला बाई बाई।